ल है साथीहरू, आज चाहिँ तपाईँहरूले टिकटकमा ब्यान भइसकेको आइडी अथवा टिकटकले ब्यान गरिदिइसकेको आइडीहरू चाहिँ हटाउन चाहनुहुन्छ भने म तपाईँहरूलाई कसरी हटाउने भनेर देखाउन गइरहेको छु। त्यस्तो आइडीहरू हामीले राखेर काम पनि छैन र त्यो बन्द भइसकेको आइडीहरू आएर हाम्रो भिडियोहरू हेरिदिने पनि होइन। बरु त्यसको ठाउँमा हामीले नयाँ साथीहरूलाई फलो गरेर हामीले चाहिँ बरु आफ्नो एक्टिभ साथीहरूलाई एड गरेर चाहिँ हाम्रो आइडी ग्रो गर्न सकिन्छ होइन। त्यस्तो आइडीहरू राखेर हाम्रो काम पनि छैन। कसरी हटाउने भनेर सिकाउन गइरहेको छु र त्यस्तो साथीहरूलाई हटाउनको लागि सर्वप्रथम टिकटक प्रोफाइल ओपन गर्ने, टिकटक फाइल ओपन गरेर आफ्नो मेन प्रोफाइललाई ओपन गर्ने। मेन प्रोफाइल ओपन गरिसकेपछि हाम्रो यो फलोइङ छ होइन, यो फलोइङ लिस्टमा ओके गर्ने। फलोइङ लिस्टमा ओके गरिसकेपछि हामी कुनमा जाने भन्दा फलोइङ लिस्टमा ओके गरिसकेपछि फ्रेन्डमा जाने। फ्रेन्डमा गइसकेपछि यहाँ सर्च भनेको ठाउँमा क्लिक गर्ने अनि यहाँ युजर लेख्ने बित्तिकै यहाँ यस्तो आइडीहरू आउँछ। यो सबै यो ब्यान भएको टिकटकले बन्द गरिदिएको आइडीहरू हो। अनि टिकटकले ब्यान गरिदियो टाउको नभएको मात्र है। फेरि यो युजर भनेर यो सेतो टाउकोहरू देखाएकोहरू, यो फोटो नभएको चित्रहरू चाहिँ त्यो सबै टिकटकले ब्यान गरिदिएको आइडीहरू हो। यो तपाईँको साथी छ टिकटकमा अथवा तपाईँले फलो गर्नुभएको छ भने यो आइडीहरूलाई हटाउने तरिका थाहा छैन भने म त्यो आइडीहरू कसरी हटाउने भनेर सिकाउन गइरहेको छु। अन्तिमसम्म हेरिदिनु होला यो भिडियो है त। सर्वप्रथम यो आइडीलाई क्लिक गर्ने बित्तिकै यहाँ लेखेको छ एकाउन्ट ब्यान्ड भनेर लेखेको छ। यो एकाउन्ट ब्यान्ड आइडीलाई यहाँ क्लिक गरेर यहाँ अनफलो गरिदियो भने यो आइडी हट्यो है। त्यस्तै यहाँ अर्को पनि छ, यो आइडी पनि टिकटकले ब्यान गरिदिएको। क्लिक गर्यो अनफलो। यसरी हटाएर पनि आफूले अरू नयाँ एक्टिभ साथीहरूलाई बरु फलो गर्न सकिन्छ। यसरी चाहिँ यहाँ आइडी ग्रो गर्न सकिन्छ आफ्नो एक्टिभ साथीहरूलाई गरेर पनि। यस्तै नयाँ कुराहरू सिक्न चाहनुहुन्छ भने के सिक्न चाहनुहुन्छ, के जान्नु भएको छैन टिकटक सम्बन्धी, त्यो बेला कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ है त साथीहरू। ल आजलाई यति नै। सुन्नेलाई सुनको माला, पढ्नेलाई फुलको माला, यो कथा मनमा जाला है त। ओके।